सम्पूर्णमा नमस्कार। विश्वकै धार्मिक आस्थाको धरोहर प्रसिद्ध पाथिभरा देवी मन्दिर ताप्लेजुङ जिल्लादेखि 12,000 फिट उचाइमाथि पर्वतको शिखर नजिक अवस्थित एक प्रसिद्ध तीर्थस्थल हो। वरिपरि कुम्भकर्ण कञ्चनजङ्घाको मनमोहक दृश्यले लोभ्याउने ठाउँ। मन्दिरको प्राङ्गणमा पुग्न साथ स्वर्गीय अनुभूति हुनुका साथै मन प्रफुल्लित हुन्छ। मन्दिरमा वर्षैभरि भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। यस पाथिभरा मन्दिरमा ताप्लेजुङको सदरमुकाम फुगलिङ बजारबाट लगभग एक दिनमा हिँडेर पुग्ने गरिन्छ। अन्न भरेको पाथी झैँ सुन्दर मनमोहक आकृति बोकेको पाथिभरा पहाडको शिखरमा टुप्पोमा देवीको उत्पत्ति स्थल रहेकोले देवीको नाम पाथिभरा देवी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। लिम्बू समुदायहरू पाथिभरा पहाडलाई मुकुमलुङ भनेर चिन्ने गर्दछन्। लिम्बू भाषामा मुकुमको अर्थ शक्ति वा बल, लुङको अर्थ ढुङ्गा भन्ने जनाउँछ। श्रमदानै जस्तो भइसक्यो। जुरिन्छ है, एक्सिडेन्ट हुन्छ है। पाथिभरा देवी दर्शन जानेहरू जानेको क्रममा बाटोमा सानो पाथिभरा देवी देख्न सकिन्छ। पहिला सानो पाथिभरामा पूजापाठ गरेर अनि मात्र क्रमशः माथि टुप्पोमा ठुलो पाथिभरा देवीमा पूजाआजा गर्ने गर्दछन्। यहाँ बिसाउने होला होइन? पाथिभरालाई शक्ति र बलको स्रोतको रूपमा प्रकट गर्ने गर्दछन्। पाथिभरा देवी विश्वास, आस्था एवं पवित्रताकी देवी हुन्। त्यसैले पाथिभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ। धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन। पाथिभरा माताकी जय। पाथिभरा माता दर्शनको लागि चाहिँ लाइनमा बस्ने सम्पूर्ण भक्तजनहरू देख्न सक्नुहुन्छ। पारिपट्टि हिमालहरू देखिन्छ, हल्का हिमालहरूको दृश्य। दर्शकबिन, यतिखेर हामी पाथिभरा मन्दिर यानि कि ताप्लेजुङ जिल्लाको पाथिभरा मन्दिर यहाँनिर अवस्थित छौँ। तपाईँहरूले श्रद्धालु भक्तजनहरूको भिड देख्न सक्नुहुन्छ। कति राम्रो दृश्य छ। साँच्चीकै शक्तिशाली पाथिभरा देवी विश्वमा प्रख्यातै हुनुहुन्छ। पारि कुम्भकर्ण हिमाल देख्न सक्नुहुन्छ। कञ्चनजङ्घा हिमालले वरिपरिबाट घेरिएको ठाउँ, एकदम सुन्दर शान्त पवित्र स्थल। पाथिभरा माताको साक्षात् पाथिभरा देवी माताको दर्शन गरौँ है दर्शकबिनहरू। पाथिभरा मेरी माता देवीको जय होस्। अब यतापट्टि हिमालहरू पर्छ, यतापट्टि पनि मन्दिरहरू पनि छन्। जहाँसुकै अब मन्दिरै मन्दिर। यता ताप्लेजुङ पर्छ, यताबाट झापा पनि देखिन्छ, खोलेको छ। अलि माथि डाँडामा गयो भने अलि बिहानै गए देखिन्छ। अहिले चाहिँ बादलहरू लागेको छ। धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन। मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने। तर पाथिभरा धाममा गर्भवती, रजस्वला यानि कि नछुने परसरेकी महिला, बर्खी बारेको, मनमा लोभ पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठुलो क्षति हुन्छ भन्ने जनधारणा रहिआएको छ। पाथिभरा देवीको निम्ति पशु बलि अनिवार्य रूपमा नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ। काटमार नगर्नेहरूले देवीलाई स्वादिष्ट फलफुल तथा मिठाईको भोग चढाउँछन्। पाथिभरा देवीलाई अटल सौभाग्यकी प्रतीकको रूपमा मानिन्छ। त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरूले देवीलाई सौन्दर्य प्रसाधनका सामग्रीहरू जस्तै सिन्दुर, टीका, गाजल, काँगियो आदि पनि अनिवार्य रूपमा चढाउने गर्ने गर्दछन्।
पाथिभरा माताको जय होस्। सम्पूर्ण नेपाली, सम्पूर्ण मानव जातिमा पाथिभरा माता देवीको आशीर्वाद सदैव कायम रहोस्। दर्शकबिनहरू, पवित्र धार्मिक स्थल पाथिभरा देवी माताको यो भिडियो सक्दो सम्पूर्ण नेपालीमा पुर्याएर सहयोग गरिदिनुहोला। माताको आशीर्वाद सदैव रहिरहोस्। तपाईँहरूको दिन शुभ रहोस्। हवस् त, धन्यवाद।